सम्पूर्णमा नमस्कार। विशेष गरी आज यो 72 घण्टाको जुन चाहिँ छैटौँ दिनको दिन है, जुन चाहिँ अनसन भइरहेको छ लङभ्यूको प्राङ्गणमा, जहाँ श्रमिकहरूको चित्कार पहिलादेखि यहाँको आवाज जुन चाहिँ छ, जुन चाहिँ अधिकार उहाँहरूले पाउनुपर्ने थियो, त्यो अधिकारको निम्ति निरन्तर उहाँहरूले एचपियूको माध्यमबाट उहाँले गर्नु भइरहेको छ। विशेष आज म गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको तर्फबाट है, जुन चाहिँ हाम्रो पहिलादेखि भनाइरहेको छ, यो श्रमजीवी सङ्घर्ष र माटोको सङ्घर्ष एउटा प्यारलल रूपमा चल्नुपर्छ र यो सङ्घर्ष जब श्रमिकहरू बाँच्छ भने माटोको पनि निश्चय त्यसमा बाँचेको हुन्छ। त्यसै कारणले गर्दाखेरि श्रमिक जीवित रहनु नै हाम्रो माटोको सङ्घर्ष पनि जीवित रहनु। त्यसै कारणले गर्दाखेरि समग्र म ती तमाम यहाँका पहाड तराई डुवर्स जति पनि हाम्रा खटी खाने यो श्रमिकहरू हुनुहुन्छ, साथै जति पनि हाम्रा जातीय मानिसहरू हुनुहुन्छ, तपाईँहरूलाई एकमुष्टमा मैले यहाँबाट आग्रह गर्न चाहे, यो जुन चाहिँ लङभ्यूमा भइरहेको यो अधिकारको लडाइँ, यो लङभ्यूको मात्र नभएर समग्र जनताको लडाइँ हो, जुन लडाइँले एउटा चेतनाको स्रोत भइरहेको छ। जुन चाहिँ चेतनाले के भन्छ भनेपछि हामीले चाहिँ अब उपरान्त चाहिँ कुनै पनि मालिक वर्ग होस्, कुनै पनि शासक वर्ग होस्, उनीहरूको मुनि बसेर खालि जिउ हजुर गरेर मात्रै बाँच्ने जाति चाहिँ हामी होइन। हामी चाहिँ आफ्नो अधिकारलाई लडेर ल्याउन सक्ने जाति हो भन्ने एउटा चेतनाको स्रोतको निम्ति पनि यो एउटा उदाहरणीय भइरहेको छ। जुन चाहिँ लङभ्यूको सङ्घर्ष, निश्चय यो सङ्घर्षले न्याय पाउँछ हामीलाई थाहा छ। किनभने एउटा डेमोक्रेटिक वेमा कुनै पनि एउटा आन्दोलन गरिन्छ भने यो कुरोले एउटा ठाउँमा पुगेर न्याय पाउँछ। तर ती तमाम राजनीतिक दलहरू गरेर यो ठाउँमा राजनीतिक ट्रेड युनियनहरू चलाउने ती तमाम जनतालाई म भन्न चाहन्छु, एकपल्ट तपाईँहरूले आफ्नो त्यो राजनीतिक जुन चाहिँ झन्डा छ, जुन चाहिँ राजनीतिक सोच छ, त्यसलाई पन्साएर एक ठाउँमा उभिएर तपाईँले श्रमिक भएर सोच्नुहोस्। तपाईँले आफ्नो जातिको आफ्नो मान्छे सम्झेर तपाईँले यो कुरोलाई सोचिदिनुहोस्। त्यति बेला तपाईँहरूले देख्नुहुन्छ यो हामीले भोगिरहेको, किनभने तपाईँलाई पनि थाहा छ, दिउँसो झन्डा लगाएको गाडीमा जनसभा गए पनि बेलुका सुत्ने त्यही ओछ्यानमा हो। सपना देख्ने हामीले त्यही जातिको निम्ति हो, केही गर्नुपर्छ भने त्यही जातिको निम्ति हो। त्यसै कारणले गर्दा समग्र ती अझै पनि सरकारले पनि केही गर्ने स्थिति भन्ने जुन चाहिँ कुराहरू भइरहेको बेलामा गभर्नर जस्तो मानिस एउटा ठाउँमा तख्तामा बसेकोले हाम्रो कुरा गरिरहेको बेलामा पनि अझै पनि झन्डा बोकेर अझै पनि तपाईँहरूले त्यो प्रकारको आफ्नो मात्रै इगोइस्टिक रूपमा तपाईँहरूले ठुलो एउटा सोझ्याउने काम गर्नुहुन्छ भने त्यो भोलिको दिनमा गएर जातिलाई नै उत्पीडन भएको हुन्छ। भोलिको दिनमा जातिले नै त्योबाट दुविधा पाएको हुन्छ। अनि जुन चाहिँ यो अनसन चलिरहेको छ, आज छैटौँ दिन, हिजोको दिनमा यहाँ हाम्रा एमएलए साहब पनि आउनुभएको, त्योभन्दा अगाडि एमपी साहब पनि आउनुभएको थियो। एमपीले पनि भन्नुभएको थियो, एक हप्ताको जुन चाहिँ कुराहरू गर्नुभएको थियो। तर आजसम्म भने यहाँ लङभ्यूका मानिसहरूले न्याय पाएको छैन। तपाईँहरूलाई हामीले त्यो ठाउँमा पुगाएको पनि हाम्रो निम्ति केही राम्रो होस्, हाम्रो निम्ति तपाईँले बोलिदिनुहोस् भनेर त्यो ठाउँमा पुगाएको हो। त्यसै कारणले गर्दा चाँडोभन्दा चाँडो यस प्रकारको जुन चाहिँ दुःख सहिरहनु भएको छ, यो प्रकारको दुःख सहनु नपरोस् भन्न चाहन्छु है। अनि हिजो एमएलए साहब आउनुभयो, उहाँ रुनु पनि भयो है, एकदमै भावुक हुनुभयो। उहाँले भावुक भए तापनि मैले हिजोदेखिको त्यो कुरो सोचिरहेको थिएँ, भावुक भए तापनि उहाँले गर्नुपर्छ भनेर माग्ने ठाउँमा हो, तर दिने ठाउँमा हो होइन। अल्टिमेटली हामीले भन्न चाहेको यही हो, हामी दिने ठाउँमा कति बेला हुन्छ भने, किनभने हामीले आफ्नो विधान जुन चाहिँ हाम्रो निम्ति ल आफूले बनाउन सक्छौँ जब हाम्रो आफ्नो विधानसभा हुन्छ त्यही बेला हो। त्यसैले समग्र श्रमिक वर्ग जति पनि यस दार्जिलिङ तराई डुवर्स क्षेत्रमा बसोबास गर्ने तमाम ती मानिसहरूलाई म भन्न चाहन्छु, अब यो कुनै पनि दलको झन्डा, कुनै पनि सङ्गठन के भनेर विभाजित हुनुभन्दा एकमुष्टमा एक प्लेटफर्ममा आएर एक स्टेजमा आएर एउटै आवाजले जातीय रङले ओतप्रोत भएर श्रमिकहरूको हितमा, यो जातीय हितमा एक सुरमा एउटा आवाज गरिदिने म आग्रह गर्न चाहे। धन्यवाद।